हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। फेरि पनि म हजुरहरूको सामुने अर्को ब्लग लिएर आइसकेको छु। आज भने बिहानी मौसम अलिक खराब एकदम बादल लागिराखेको छन् है, तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदम मौसमले आज राति अलि पानी परेको कारणले मौसम अलिक खराब छ। अनि आज भने चाहिँ यो बिहानी 5:30 भइसकेको छ साथीहरू हैन। म भने चाहिँ बिहानको मर्निङ वक गर्दै तपाईँलाई थाहै छ, म चाहिँ बिहान टक्कै दुध लिनु जानुपर्छ नि त, ठिका दुधमा। अन्त त्यसको लागि निस्किँदैछु साथीहरू हैन। तपाईँहरू के कस्तो गर्नुहुँदैछ? सायद तपाईँहरू उठिसक्नु भयो कि भएन, कतिजना उठिसक्नु भयो होला। अनि म भने चाहिँ यतिखेर निस्किसकेँ साथीहरू हैन। यस्तै छ अब हाम्रो चाहिँ बस्तीमा हैन, यस्तै छ हरियाली जङ्गल यसरी नै हाम्रो चाहिँ बिहानको चाहिँ यस्तो हुन्छ काम हो। अनि आज मौसम पनि अलिकति बादल, तर बिहान एकदम शीतल छ साथीहरू हैन। दिउँसो एकदम घाम लाग्छ हो। दिउँसो घाम लाग्नु भन्दा चाहिँ बरु मलाई यस्तो शीतलै दिन ठिक लाग्छ हैन। यो घाम दिउँसो तपाईँलाई थाहै छ यो है, सिङतामको घाम कस्तो डरलाग्दो हुन्छ भनेर। अन्त म भने चाहिँ यतिखेर निस्किसके साथीहरू हैन। तपाईँहरू उठेर है के गर्नु हुँदैछ? हामी चाहिँ भने बिहान उठेर एकदम पानी सानी पिएर हैन, दुधको चिया नखाइकन चित्त नबुझ्ने अनि सानैदेखि बानी भएको कारणले गर्दाखेरि दुध लिएर आउने अब हैन, टक्क लगाएर अब चिया स्याप बनाएर खाएर फ्रेस भएर आफ्नो काम धन्दा गरेर फेरि आफ्नो ड्युटी जानु पर्ने हुन्छ है। अन्त यस्तो चलिरहेछ साथीहरू नि आजको बिहानी। अन्त यस्तो छ हाम्रोतिर चाहिँ। तपाईँहरू के कस्तो गर्नुहुँदैछ हुन्छ साथीहरू हैन। आज बिहानीको छोटो अपडेट म तपाईँलाई दिइराखेको छु। तपाईँले भिडियो हेरिकन माया गरिदिनु होला, लाइक कमेन्ट सेयर, अनि मेरो पेजलाई फलो पनि गरिदिनु होला भन्दै फेरि पनि म हजुरसँग बिदा लिन चाहन्छु। बाइ साथीहरू।